केटाहरूले के खोजेछ थाहै छैन यार। हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो अर्को भ्लगमा। आज चाहिँ हाम्रो छुट्टी, त्यही भएर छुट्टी मनाउनको लागि बाहिर जाँदैछौँ। साथीहरूको पनि छुट्टी छ अनि हाम्रो अब अहिले बसाइ भनेको चाहिँ DIP 2 मा छ अनि DIP 2 बाट चाहिँ अर्को ठाउँ घुम्न जाँदैछौँ, साथीलाई भेटघाट गर्न जाँदैछौँ। हेर्दै गर्नु होला हाम्रो भिडियो, हामी कहाँदेखि कहाँसम्म पुग्नेछौँ र कस्तो इन्जोय हान्नेछौँ भन्ने कुरा तपाईँहरूले भिडियोमा देख्नुहुन्छ। भिडियो चाहिँ फुल वाच हान्नु होला अनि मन परे लाइक कमेन्ट सब्सक्राइब पनि हानेर सेयर पनि गरिदिनु होला है त। अब चाहिँ घाम चर्किन थालेको छ, गर्मी स्टार्ट भइसक्यो। गर्मीमा चाहिँ गाह्रो छ बाहिर निस्केर हिँड्नका लागि। सबैजनाले आफ्नो ख्याल राख्नु होला। हाम्रो चाहिँ अब यहाँ कार्डमा पैसा हाल्ने हो होइन, यसरी जान्छ। छेराउन उल्टो होला, मजाले हाल्नु न। अनि यहाँबाट यसरी नोट हाल्ने सिस्टम छ, पैसा लिँदैन त। कहिले कहिले चाहिँ बिजोग बनाउँछ क्या, यसरी पैसा हाल्दाखेरि पनि काम गर्दैन। सट्टै थाहा हो। अब तानिसकेपछि यहाँ जग्गा आउँछ कति हाल्ने भनेर। अहिले चाहिँ मेरो कार्डमा पनि पैसा हालिदिँदै हुनुहुन्छ। अब चाहिँ 24 रुपियाँ भयो। 24 रुपियाँ विन्ड विदाउट रिसिप्ट हाल्नु, भाउचर आउँछ। अनि भाउचर आइसकेपछि कार्ड यसरी ट्वाक्क आउँछ। यो कार्ड अब ट्याप गर्ने बस। हामी दुईजना मात्र हो यहाँको आज पेसेन्जर। अहिले मान्छेहरू आउँछ होला। पन्सन्स हानिसक्यो, नत्र त उत्रिनु मिल्थ्यो। ठिकै छ, केही छैन। अब एकछिन भए पनि वेट गरौँ, वेट गरेर भए पनि जाउँ। बाहिर चाहिँ एकदम गर्मी पनि छ, घाम पनि लागिरहेको छ। हाम्रो फर्स्ट टाइम हो फ्रम DIP to बर्दवे हुन्छ होइन, किनभने यहाँ आइकन हामी चाहिँ अब कुनै पनि टिए बसमा अनि मेट्रोमा चाहिँ चढेको थिएनौँ। यो चाहिँ हाम्रो फर्स्ट एक्सपिरियन्स पनि हुन्छ र यहाँबाट कता कता जाँदो रहेछ यसो हेर्दै जाउँ न भनेर पनि हो। हेरौँ है त कसरी कहाँबाट लाँदो रहेछ। बाटो त चिनिराख्नु पऱ्यो नि त। अब यता बसिसकेपछि अलकसको बाटो याद गरेर त भएन, नयाँ ठाउँको नयाँ बाटो याद गर्नु पऱ्यो। त्यही भएर कुन बाटो घुमाउँछ हेर्दै जाउँ। कहीँ पनि रम्बल चाहिँ फेला पर्छ, किनभने रम्बल भनेको यताको चाहिँ पनि फेमस हो क्या। अनि जति पनि देख्नु भएको छ यो सबै लेबर क्याम्प हो होइन। यतापट्टि चाहिँ लेबर क्याम्पहरू सस्तो पाउने भएकोले गर्दाखेरि प्रायः सबैजनालाई यता नै सिफ्ट गर्दो रहेछ क्या। यही रहेछ गार्डन चाहिँ, गार्डन छ भन्ने कुरा हल्ला थियो। यो रहेछ गार्डन, तर यो गार्डनमा चाहिँ झार रहेन रहेछ, बाहिर मात्र रहेछ। सुक्खा सुक्खा भएछ। अब चैत वैशाख लागेर पनि होला सायद सुक्खा भएको। भन्छ के भन्छ बाटो सानो भए पनि मजाको हो क्या होइन। हाम्रो नेपालमा यस्तो विकसित कहिले हुने थाहा छैन। हामी चढेको चाहिँ अहिले बस F50 हो। F50मा चढ्दाखेरि यसो घुमाएर चाहिँ हाम्रो जुन काम गर्ने ठाउँ हो तल अनन्तरा द पाम, त्यसको चाहिँ अकोमोडेसन, स्टाफ अकोमोडेसनको बाटो हुँदै लाने रहेछ। जस हामी बसेको ठाउँदेखि यो अकोमोडेसन चाहिँ धेरै होइन, 5 देखि 7 मिनटसम्ममा चाहिँ बसमा पनि आइसकिने रहेछ क्या। बल्ल बल्ल आयो यार धनुक मेट्रो स्टेसन। निकै टाढा पो हुने रहेछ यार उताबाट आउँदाखेरि त हामीलाई। अहिले चाहिँ हामी मेट्रोमा चढिसकेको छौँ। अब हेरौँ कति टाइम लाग्छ। टाइम त लाग्नुपर्ने हो, किनभने एकदम हामी त लास्टमै छौँ त आजभोलि। पहिले जस्तो नजिक छैनौँ, एकदम लास्ट इन्ड मेट्रो स्टेसन नजिकै हुन्छ। केटाहरू चाहिँ गएर पर्खिरहेछ। अब हामीलाई चाहिँ टाइम लाग्छ एकछिन। फोन गरेर एउटै ठाउँमा भेटौँ न भन्ने कुरा गरिरहेको छौँ। त फुल छ होइन हरेक मेट्रो स्टेसनमा। अनि मान्छेहरू चढ्ने मान्छेहरू चढ्छ। त्यहाँ चाहिँ देखेको छ रेड लाइन, हामी चाहिँ रेड लाइनमा छौँ। अनि त्यहाँ चाहिँ अर्को ग्रिन लाइन पनि छ। ग्रिन लाइन चाहिँ अहिलेसम्म बुर्जमानबाट चढ्नु पर्ने हुन्छ उता अप गर्दै जानको लागि। फिलहाल अहिले चाहिँ रेड लाइनबाटै जाने हो हामी। रेड लाइनमा चाहिँ जानुपर्छ। केटाहरू पर्खिरहेछ MOEमा। ओहो केटाहरूलाई त भेट्यो त हौ बर्दवेमा। हामी चाहिँ अब बर्दवेमा छौँ, साथीहरू पनि भेट्यो होइन। बल्ल आइपुग्यो बर्दवे। कति 2 महिना 3 महिना पछाडि भेटेको साथीहरू फेरि। अनि अब खाना जाने, अनि त्यसबाट हल्का सपिङ गरिदिने चट्ट लगाएर, अनि त्यसबाट फेरि आफ्नो वासस्थान चल्दिने। बर्दवेको गलीमा लखर हामी हिँड्दैछौँ खाना खानको लागि। अब त्यहाँ चाहिँ हाम्रो एउटा रेस्टुरेन्ट छ, चिनेको जानेको मिठो पाउने, त्यहाँ जाँदैछौँ हामी। ल खाना खानको लागि चाहिँ पुरानै ठाउँमा आएको छौँ हामी फेरि। भोकले खुङ्कार होइन।
अनि त्यही भएर फेरि आएको छौँ खाना खानको लागि यहाँ खाना खाएर अनि सपिङ हान्ने त्यस पछाडि हाम्रो भोकाएका साथीभाइहरू चाहिँ यहाँ एकदम खाना तन्काउँदै हुनुहुन्छ मजाले कचाककुचुक पार्दै अनि आफूलाई मनपर्ने कसैलाई भेज कसैलाई चिकन कसैलाई मटन गर्दै खाना मगाएको छौँ ल म चाहिँ सुकुटीसँग र मटनसँग पुरा मजाले दबाउँदै बसिरहेको छु केटाहरू पनि मलाई खिचा हान्दै बसिरहेछ होइन हामी चाहिँ ह्याप्स तुरिसकेपछि सामान किन्न जाँदैछौँ तलतिर यहाँ हाम्रो केटाहरू चाहिँ यत्तिकै छ नि दोस्तले चाहिँ यस्तो ब्याग गरेर रहेछ नानीहरूको लागि स्कुल बोक्न सजिलो हुन्छ भनेर राम्रो छ दोस्त राम्रो लिँदा हुन्छ क्या ढुक्क केटाहरू कपडाहरू चेक गर्दैछ हेरौँ घर जान लाग्छ नि त त्यही भएर सपिङ तपिङ हुँदैछ उता बोल्दैछ केटाहरू छोरीको लागि जामा अरे प्यान्ट अरे पुरै साथीहरू खोज्दैछ लग्देऊ हुन्छ 2 दिनमै है ल ल कति रुपियाँ रहेछ टिक्दैन नि त 20 रुपियाँ पनि के सस्तो भन्नु नेपालको त उस्तै परेको नि भाइले चाहिँ पुरै मजाले छानी हेर्दैछ होइन छामेर हेर न योहरू सबै छामेर हेर तिमीलाई छोरीको लुगा मन पर्छ कि भनेर क्या भयो सपिङ डर हुँदैछ केटाहरूको गिफ्टहरू दाइले त एक कुरो उति हेरै गर्नुहुन्छ त हामी अब दुबईको बसाइ चाहिँ अन्तिम चरणमा पुग्दैछौँ त्यही भएर यसो सपिङ यसो हेर्दिउँ अब लिने त कुन दिन थाहा छैन साइज जुर्छ जुर्दैन दाइ के हो उत्यो यो भोगटे हाल्ने दाइ के हो उत्यो यो भोगटे हाल्ने सामान छन्दैछ घर पठाइदिनको लागि छोरीहरूलाई ठिकै छ त विदेशी लाउरेहरू 30 केजी होला है होला म लगी 3.5 किलो साको लगिदिनु यस्तोमा त राख गर्नुपर्छ यस्तोमा नि कपडा धेरै लाग्छ नि त साथीले पनि सुन ढल्काएर जाने भयो नेपालतिर सुन किन्दैछ साथीले जे होस् सपिङहरू हुँदैछ छोराछोरीको लागि फ्यामिलीको लागि यताउता म चाहिँ यहाँ भिडियो बनाउँदै बसिरहेको केटाहरूको चाहिँ सपिङ पुरा डह्रो भइरहेको छ होइन अब यो घर जाने तत्काली घर जाने मान्छे चाहिँ यो पुरा काम केटाहरूको यहाँ गफ हुँदैछ घर जाने मान्छेहरू इधर होइन त्यो बर्दुबईमा अब केटाहरू घर जान लागेको छ भ्याकेसनमा त्यही भएर चाहिँ सामानहरू लियो सपिङहरू गरियो अब 40 किलोभन्दा बढी दिँदैन म चाहिँ केही पनि पठाउन चाहन्न होइन अब त्यो बिचरा साथीहरूलाई पनि गाह्रो हुन्छ सामानहरू लाँदाखेरि उनीहरूकै सामान हुन्छ त्यही भएर म चाहिँ कसैलाई नि कहिले केही पठाउँदिनँ मगाउँदिनँ पनि क्या बिचराहरूलाई भारी मात्र हुन्छ अब हामी चाहिँ मेट्रो स्टेसनमा छिर्ने आज कतै पनि घुम्दिनौँ यत्तिकै ढिलो पनि भइसक्यो अनि अब फेरि दोस्तको रुममा गएर खाना खानु छ टाइम लाग्छ भनेर चाहिँ 7000 दिरामको सपिङ गर्ने मान्छे यता हुनुहुन्छ अनि 7000 भनेपछि नेपालको 2-2.5 लाख आजको रिच किडो 2.5 लाखको त्यहाँ छ खेला यो समयमा त मेट्रो यस्तै भिड हुन्छ कि अब खुट्टा राख्नेसम्म ठाउँ हुँदैन यार पुरा भिड छ मेट्रोमा अब चेपिँदै भए पनि जानु पऱ्यो नि के गर्नु रुम त पुग्नु छ जसरी भए पनि कुराहरू लगेज प्याक हान्दैछ होइन यस्तो छ अनि म पनि छु यहाँ होइन यो चाहिँ आफ्नै गाडी हो होइन हो र पिकअप गर्नको लागि आएको होइन छोड ल छोड त स्ट्यान्ड अडिँदैन नि कहाँ अडिन्छ हो त कस्टमर मिलने का ऐसा टाइम पे मर्जी पे दिन में 200-300 हाँ है आज नहीं हो गया अभी कम है अभी आम कह रहे थे डिस्कवरी आम से डिस्कवरी गाड़ी जा रहेगा कितना 50 dirham जिसके बारे में हाँ ठीक है गाइस जरूर गाउँ फर्की आयो अनि यसरी नै जाउँला छोड्नको लागि जानको लागि होइन निश्चिन्त भएर जानको लागि सम्पर्क गर्नु होला अब हामी चाहिँ दोस्को रुमतिर लाग्दैछौँ अब दोस्को रुम चाहिँ हम्सा हो कि लम्सा अरे हो यो यता कताबाट जाँदो रहेछ जेबिसी भन्दो रहेछ जस राम्रो रहेछ ठाउँ बाटोहरू पनि राम्रो लाग्यो
अनि दोषी अब अटलान्टिक्समा काम गर्ने भएकोले गर्दाखेरि अब आज छुट्टी पनि उतै हाम्रोतिर पनि जाउँ न भन्ने गुनासो गर्दै थियो ल नि त भनेर नि अब ह्याप्स्याप्स खाएर हामी पनि एकछिन बसेर चाहिँ त्यहाँबाट आफ्नो रुमतिर लाग्छौँ। यो चाहिँ टक्क रात्रिकालीन होइन झिलिमिल्ली हो दुबईको सहर हेर्दा लाग्छ मलाई ठुलो रहर, तर यहाँ केही पनि गर्न नसकिने रहेछ जिन्दगीभरको रहर। मैले नि कत्रो हान्दी लागेको लाइन होइन भने जस्तो छैन। ल अब हाम्रो दोस्तको अकोमोडेसन आइपुग्यो, हामी झ्याप्पा बनाउनु दिन्छ नि होइन। ल हामी चाहिँ दोस्तको क्याम्पमा आउँदैछौँ, हम सामान पन्चिङ। यहाँ चाहिँ अब सामानहरू ल्याएको वेट सेट गरिसक्यौँ र हामी दोस्तको रुमतिर लाग्यौँ। रुम चाहिँ जस कोरिडोर राम्रो रहेछ। आफ्नै रुममा त के घन्टी बजाउनु हो। ल हेर्नुहोस् साथीहरूको रुम चाहिँ यस्तो रहेछ, 2 जना मात्रै सुत्ने। यता टिभी सिभी वासरुमहरू सबै भित्र, कबोर्डहरू सबै एकदम बबाल टाइपको है। नेपाल घर सामान पठाउनको लागि चाहिँ यहाँ पुरै भाइले तयारी छ। अब त दाइले चाहिँ प्याक गरिदिँदैछन्। दाइ पनि घोडा धसेर दिँदैछ होइन। ल साथीभाइहरू हाम्रो सितन चाहिँ आइसक्यो सयपत्री रेस्टुरेन्टबाट। आजको सितन चाहिँ यही हो हाम्रो। दाइले पनि सामानहरू घोडा धसेर प्याक गर्दैछ। यो चाहिँ चक्का निस्किँदो रहेछ क्या लगेजबाट। हेरौँ है त साथीको रियाक्सन। साथीलाई थोरै आज मजाक हान्दिउँ न कस्तो हुँदो रहेछ, प्र्याङ्क हान्दिउँ न होइन। कहिले कहिले त हल्का यसो मजाक पनि गर्नु पऱ्यो नि त साथीसँग, कस्तो हुन्छ। यो चाहिँ अब भाइले आफ्नो यता दाईहरूको छोरीहरू यता कोजना हुनुहुँदो रहेछ, उहाँहरूलाई पनि पठाउनु लागेको रहेछ। अनि आफ्नो छोरीलाई पनि पठाउनु लागेको रहेछ। त्यही भएर भाइले फोटो खिच्दै राखिरहेको छ छोरीलाई देखाउनको लागि। अब अहिले चाहिँ फोटोबाट पठाउँछ अरे। अनि त्यस पछाडि अब एकैचोटि सरप्राइज होला नि। भाइको फेरि लाइट पनि बालेर हेर्ने अरे नि त, रातभरि यसो को आउँछ कि भनेर च्याउनको लागि लाइट पनि लिएको रहेछ। सामान यही हो। भाइले फोटो खिच्दैछ, मुस्कानै कडा छ नि त भाइको त। काजु बदाम किसमिस पनि छ। यो त भाइले खाने अवस्थामा अब कहाँ अहिले घर पठाउन आँटेको। ठिकै छ, घर पठाइराख्नुपर्छ। चाहिँ घर जान लगाएको, मैले चाहिँ सामान नपठाउन लगाएको किनभने मैले सामान पठायो भने 40 किलो मात्र हुन्छ। अनि 40 किलोभन्दा बढी मेरै सामान हुन्छ क्या। बरु त्यही भन्दा धेरै नपठाउनु खोजेको मैले चाहिँ। अब 2 जनाले आफ्नो आफ्नो लाँदैछन्। ऊ साथी यो भाइले पठाउनु लागेको छ उता साथीलाई। अनि दाइ चाहिँ यहाँ मिलाइदिँदै हुनुहुन्छ होइन। ए सामानहरू प्याक हुँदैछ, त्यही हो। सबैजनाको आफ्नै त छ। दाइ चाहिँ पुरा प्याकिङमा हो। राम्रो रहेछ साथीको रुम पनि एकदम स्ट्यान्डर्ड। सबै नेपाल जाने चाहिँ हाम्रै साथी हो होइन। भाइ तिमी चाहिँ पस्क न, छोडिदेऊ त। खोलेर देखाइदिँदा हुन्थ्यो अलिकति। त्यो चाहिँ फेरि के भएको उता साइडमा स्टाइल हो त। ओइ तिमी चाहिँ कहिले लगिदिन्छौ यस्तो गिफ्टहरू? 2-2वटा गिफ्ट घरमा लगिदिँदैछ। अनि हामीले चाहिँ यो लिएको कहाँबाट भन्दाखेरि इजी मोबाइल है, बर्दुबईबाट लिएको। अनि चार्जर अलग्गै लिनु पर्दो रहेछ, चार्जर अलग्गै लिएको। अनि बेलसेलहरू छ, अब के कति प्राइस हो अब उसलाई नै थाहा छ, दोस्तलाई नै। अनि प्राइसहरू नभनौँ। अनि त्यही भएर ओइ 2टा मोबाइल छ। अब नेपाल लान लागेको छ। घर परिवारलाई दिनै पर्यो नि त होइन, घर परिवारलाई गिफ्ट दिनु पर्यो सबैजनालाई। त्यस्तै हो। हामी परदेशी घर जान्छु भन्नु मात्रै छ, सामानहरू धेरै लानुपर्छ यार, धेरै 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 कति लानुपर्छ खर्च नै बढी हुन्छ रहेछ होइन। 7-8 हजारभन्दा बढीको खर्चै मात्रै देखेँ। के खर्च मैले कहाँ खुट्टा लाने? अघि ल्याउँदा डोर्यासँगै ल्याएको होइन। वहीँ त थियो नि, उहाँबाट त डोर्याउँदै अनि उयसमा ल्याएको त नि, लिफ्टमा हेर त। अनि ल्याउँदा त यहाँ राम्रै गुड्केको थियो त, यसरी साइडबाट गुड्केको थियो र। चप्पल छैन अर्को? घर जान लाग्छ बिचरा, नयाँ लगेज हो होइन। अलिकति दुःख दिएको यो निस्किँदो रहेछ क्या यसरी। अनि दाइले चाहिँ यसो दिमाग लगाएको, हल्का प्र्याङ्क हानेको मात्र हो क्या। बोलाएर भन्दा नि यसो खोजेर यसो गर्नु न। तपाईँ पनि फेरि यसो नगर्नु न, बाटोमा भेट्यो भन्नु ल। केही हुँदैन क्या एकछिन ठट्टा, बाटोमा भेट्यो भन्नु न, यहाँ रहेछ गुड्केर गएको रहेछ भन्नु न। दाइहरूले प्र्याङ्कै गर्दा जान्दैन यार। कस्तो मजा आइरहेको थियो भए पनि साथीलाई झुकाउनको लागि। दाइ चाहिँ हो क्या मेन हाँस्ने भनेको, जतिखेर केटी राम्रो कुरा गर्दा नि हाँस्छ, नराम्रो गर्दा नि हाँस्छ।
कहाँ परेको छ फेरि अलिक मजाले लगाउनु पर्ने हो कि के हो त यहाँबाट फ्लास आएको छ पहिलो त यहाँ पो सरेछ त सबै लुगामा आम्मामा हो भाइले चाहिँ सामान देखाउँदैछ आफ्नो नानीलाई नानीले जे जे अर्डर गरेको थियो त्यतै पठाइदिनको लागि अनि त्यही भएर नानी पनि मक्ख छ अहिले साथीहरू अब चाहिँ हामी चल्दिन लाग्यो आफ्नो वासस्थानमा होइन अब तल आउने गाडी आउँछ गाडीमा चढेर टक कस्तो भयो त साथीहरू अनि यो हेरिरहेको छौ त नि उहाँ फिल्ममा हिरो देखिरहेको छ विष्णुलाई पहेँलो लुगामा ल चल्दैछ ल अब हामी चाहिँ लागेको ल हामी ल भोलि काट्नुपर्छ यतिखेर भइसक्यो अब हामी चाहिँ जाने हो रातिको कति 10-11 भइसक्यो पार्क यो चाहिँ केटाहरूको अकोमोडेसनकै आफ्नो पार्किङ रहेछ प्राइभेट पार्किङ हावा खानको लागि कहिलेकाहीँ गर्मी मौसममा यतै छौँ हामी चाहिँ खासै टाढा छैनौँ अब फर्किनको लागेको हावा त एकदम दामी छ त मस्त हावा आइरहेछ त हाम्रो चाहिँ कार लिफ्ट अलिकति ढिलो आउने भएकोले गर्दाखेरि साथीले एकचोटि जाउँ न त भित्र भनौँ भित्र चाहिँ सबै कुराको सुविधा सम्पूर्ण रहेछ अनि एक गेम खेल्दैछ साथीले साथीले पनि दुलोमा त मजाले छिराउँदो रहेछ त हौ अनि दाइलाई सिकाउँदैछ यसरी यसरी खेल्ने हो भनेर अब लगभग गाडी पनि आउन लागेको छ हाम्रो अब एउटा चाहिँ छिराएर जान्छु भन्दा चाहिँ साथीले हेरौँ एउटा छिराएपछि चाहिँ हाम्रो पनि जान्छु गाडी आउन लागेछ रात पनि धेरै परिसक्यो र भाइलाई आफ्नो अकोमोडेसनमा छोडेर हामी चाहिँ आफ्नो अकोमोडेसनतर्फ लाग्दैछौँ यो चाहिँ फुर्जन हो यहाँबाट चाहिँ अब लगभग कति 10-15 मिनट लाग्छ हाम्रो अकोमोडेसन पुग्नको लागि र अब हामी आइपुग्न लाग्यौँ हाम्रो अकोमोडेसन अर्को पर अब चाहिँ हामी आफ्नो अकोमोडेसन आइसक्यौँ केटाहरूको त्यस्तो अकोमोडेसन देख्दा देख्दा होइन हामीलाई त कहाँ लाजै मर्दो हुन्छ क्या हाम्रो अकोमोडेसन देखाउनै लाज लागेर आउँछ बस्ने ठाउँ नै देखाउन लाज लाग्छ त्यस्तो राम्रो ठाउँमा बसेको छ हामी चाहिँ रुमको नजिक आइसक्यौँ अब एक कप चिया खाएर तर जाउँ न त सुत्न भनेर चाहिँ हामी चिया पिउँदैछौँ दाइ र म एक सर्क स्वाट गर्दै अकोमोडेसन हेरेर आफ्नो अकोमोडेसन हेर्दाखेरि त माया लागेर आउँछ क्या ठिकै छ हेरौँ भागेर साथ दियो भने हामी पनि गइन्छ कि त्यस्तैमा कतै यो खाना हिँडेका मान्छे कति 9 बजे हिँडेको होला 11:30मा बेलुका घर आइपुग्यो यस्तै छ अकोमोडेसन लिफ्ट पनि गएछ माथि केही छैन आजको दिन पुरै थकित खानावाना सबै उतै खाइएर आइयो अब रुममा घप्लक्क सुत्ने कहाँ भएको सेकेन्ड फ्लोर हो यो यस्तै कहिले काहीँ अब यो फ्रिजमा राखेको पानीले नि अलिअलि लाग्दो रहेछ कि बुढी के जे खाइले लाग्ने त लाग्दैन बडी मात्र ल अब यो रुम फ्रेस हुन्छ सुतिन्छ साथीभाइहरू सबैजनाले भ्लगहरू हेर्नु होला मन पराइदिनु होला साथ सपोर्ट दिनु होला भन्दै आजको भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु हस्त नमस्ते।